हेरे त क्यामेरा उज्यालो आएको छ सिन उज्यालो यता चियाबारीमा होइन झोलुङ्गे पुलमा हेर्नु उता हेर्नु मम्मासँग हेलो भनिदिनु न डुलडुल गर्न आएको झोलुङ्गे पुलमा ल ल हेर्नु खतरा रहेछ बानेको रहेछ त्यस्तरी मम्माहरू बिस्तारै आउँदै गर्नुहुन्छ मजुन जानु कुद्छिन् होला फेरि छोरी नकुद्नु है बेबी पुगौँ न आउनु म बग्छु आउनु आउनु बिस्तारै आउनु है हस् नचलाउ फेभरेट छ अरे चस्मा ममा मेरो ल ल हस् हजुरलाई मजा आयो यो झोलुङ्गे पुलमा खुइलिन्छ नि हजुरलाई मजा आयो कि आएन पुलमा आयो वाउ पुल रहेछ बेबी कस्तो दामी पुल नि वाउ वाउ रेलगाडी आउँदैछ है पुलमा कस्तो मजा आयो है रेलगाडी आउँछ है माथि रेलगाडी आउँछ वहाँदेखि रेलगाडी अब इङ्ग्लिस आउन आँटो रेलगाडी आउन आँटो है रेलगाडी आउन आँटो है रेलगाडी गल्यो बेबी गल्नु पो हजुर कस्तो गल्यो हो कस्तो गल्यो भन्नु न बाबा पनि गल्यो नि हो बेबी होइन नबस्यौँ न एकछिन बसौँ न भन्नु न
आफ्नो ममा हजुर खोइ आउनुभएको छैन उतै जानुभयो त ममा हजुर त के गर्नु जान दिनु ए हस् 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 डर लाग्यो ए डराउनु पर्दैन हजुर हिँड्दै जाने कि म बोक्नु बोक्नु ए ल पर्खिनु है पर्खिनु बेबी वाउ भन्नु न वाउ झोलुङ्गे फुल बस्नु बस्नु हजुर बस्नु एकछिन बस्नुहुन्छ ल बस्नु म भिडियो खिच्छु ल एकछिन हस् भन्नु न पिङ खेलेको मजा आयो बेबीलाई के आएन के हो त यो पुल हो ल उठ्न आउनु चाहिँ म बोकेर लान्छु हजुरलाई उठ्नु उठ्नु उठ उठ्नु न ल आउनु आउनु म बोक्छु 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 आउनु 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 भन्नु नि त ल हेर्नु वा झलुङ्गे पुल भन्नु न कस्तो मजा आयो डुलडुल गर्दा पिङ खेले जस्तै मजा आयो मजा आयो फेरि म आउँछु अब आइसक्रिम खाने उता गर ल ओके ओके बाबा हजुर हो न अब हामी आइसक्रिम खाने ल ल आफ्नो ममा हजुर त नि हल्लेर नि डराले आउनै सक्नु भएन छ आफ्नो ममा हजुर हजुर म त यही छु त्यही त बेबी हुँदा हुँदै किन डराउनु भएको ममा हजुर होला 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 बेबी त डराउनु हुन्न नि त ज्ञानी हुनुहुन्छ नि त आफ्नो बेबी नि हो नि और मान्छेले सकिएर अहिले सिकानु यहीँ पुस्नुपर्छ ल पानी खाने हो ल पानी खाने अब जाउँ ल अहिले है बेबीलाई के आफ्नो ममा हजुर त डरैले आउन सक्नु भएन छ हौ भनेको के होइन म त यहीँ छु त किन डराउनु भयो मम्मा हेलो हेलो यस्तो त्यस्तो पारेको राम्रो आउँदैन होस् न हेलो त्यस्तो ए हेलो ममा हजुर डर लाग्यो हजुरलाई लागेन खुट्टा हामीलाई त लागेको छैन है खुट्टा दुख्यो नि छोरी आफ्नो छोरी हुँदा पनि डर लाग्छ त लाग्दैन अब नडराउनु ल हस् एउटा दुईटा फोटो नि खिचौँ न यो भिडियो भयो देखाउनु यहाँ मलाई न